सक्छ भने प्लानिङ बोइज युनाइटेड स्तब्ध रहन पुगेको थियो न्युरो टिम एनआरटी को विरुद्धमा 1-1 को बराबरीमा रोकिएको थियो उक्त यही मैदानमा भएको उक्त खेलमा। तर आज भने त्यो ग्लोरी फर्काउन सक्ने सबिन खड्काको यो टिममा त्यो एबिलिटी त हामी चैत्र 25 गतेसम्मको लागि फिक्सर रहनेछ। फागुन 24 गतेबाट फेरि पनि रिज्युम रहनेछ। अब भने इलेक्सनको लागि नेसनल इलेक्सनको लागि नै यो ब्रेक रहनेछ। पाँचो समवाट त्यो स्टार्ट स्कोरिङको चान्सेसहरू केही हदसम्म पातलिँदै जान सक्छ विशालको लागि। यो फर्स्ट टच यो फर्स्ट टाइम क्रसको लागि जानेछन्, डिले गरेका छन्। कटिनको लागि मौका रहेको छ। रामबाबुको यो क्रस तर रिसिभिङ एन्डमा कुनै पनि सेतो जर्सी रहेको छैन, ब्ल्याक एन्ड व्हाइट स्ट्राइपमा स्ट्रेट फर एङ्गल रहेको थियो। पेस चाहिएको पापा केबे उनको यो र अपोलोजी पनि मागेका थिइन्, बटम अफ द स्क्रिनमा हेर्न सक्छौँ। त्यो आइडिया बुझ्न सकिरहेका छन् भुजेल। रोमनको यो बल र बचाएका छन्। यो क्रसकै लागि गएका थिए, यो इन्टेन्डेड सर्ट त रहेको थिएन। 10 मिनट डिङ्कले त्यहाँ असर पार्न सक्छ। फेरि पनि रिप्लेमा हेर्न सक्छौँ, लेफ्ट फुटर रहेको थियो र विशालको पोजिसनिङ हेर्न सक्छौँ। उनले वेल टाइम जज रह्यो। आयुष राणा त्यो एउटा विकल्प रहन सक्छन् रामबाबु शाहको स्थानमा। उनी आज फिट त देखिएका छैनन्। विशाल केसी हाल लङ बल अटेम्प्ट, फेरि पनि कुनै खतरा रहेन विशालको लागि। सातो बाटो युथ क्लब विरुद्धको त्यो फर्स्ट हाफ क्या सेभ मारेका थिए आफ्नो टिमको लागि विशाल केसी। कम्प्लिटली डिनाइ गरेका थिए सातो बाटोको त्यो 8-10 अट्याक नै भन्छु म त। पापा केवे उपस्थित रहेका छन्, विशाल केसीको नजिकै पनि रहेका छन्। शङ्कर थारू पनि रहेका छन्, निङमागी सिंह पनि रहेका छन्। पापा केवेको लागि बटाउन सक्ने मौका, त्यो मोमेन्टम रहन सक्छ। तर त्यसको लागि राइट फ्रम द किक अफ जानुपर्ने हुन्छ त्यो मोमेन्टम। अर्ली प्रेसमा पापा केवे केही स्ल्याकी त रहेको थियो विशाल। उद्योका चेस्ट ट्र्याप स्पेस फेरि पनि उद्योका रिस्की प्ले तर विशाल केसी उनी सचेत रहे। पापा केवे कन्ट्रोल रहन सकेन। विशालको लागि कुनै खतरा रहने छैन। समय बित्दै गएको छ दुवै साइडको लागि। मध्य भाग पुगिसकेको छौँ दोस्रो हाफको हामी। रोमन फर्स्ट टाइम बल तितेका छन्। रोमन भुजेलको अटेम्प, विशाल केसी सिधै पञ्च गरिदिए। कर्नर विशाल पञ्च गरेका छन्, सलिड पञ्च रह्यो। 95औं मिनेटको नाउ वर नेभर। रामबाबु अझै पनि रन त लिइरहेका छन्। पापा केवे तर त्योभन्दा अगावै विशाल केसी फेरि पनि बचाएका छन् आफ्नो टिमलाई। दिस कुड बी इट र मनाङ र प्लानिङ बोइज युनाइटेड ब्याक टु ब्याक